अन्डररेटेड नेपालको इमर्जिङ पोलिटिकल लिडर। उहाँसँग अथाह नलेज छ, परम देशभक्त। मैले जन्नेता मदन भण्डारी, पुष्पलालहरू पछि, मनमोहन अधिकारी, इभन केपी ओलीजी पछि को देशभक्त उहाँलाई नि देख्छु, शिरदेखि पैतालासम्म। चाहे जतिसुकै अफर र प्रस्तावहरू आउन्, शिरदेखि पैतालासम्म देशभक्तिले ओतप्रोत भएको व्यक्ति। उहाँको पोसाक हेर्दै थाहा पाइन्छ, शिरमा कैलाश हिमाल जस्तो टोपी कहिल्यै टोड्दैन, मनको सफा। अलिक उहाँलाई मेरो एउटै गुनासो के हो भने सुत्नुहुन्न कि, अलिक सुत्नु पर्यो, उहाँले निन्द्रा लिनु पर्यो, आयु लम्ब्याउनु पर्यो क्या तपाईँको। हामीलाई तपाईँ चाहिएको छ, अलिकति आफ्नो सेक्युरिटीप्रति पनि उहाँ कन्सियस हुनुपर्छ। जन्नेता मदन भण्डारीलाई तपाईँलाई सेक्युरिटी थ्रेट छ, नेपालमा देशभक्तहरूलाई बाँच्न दिँदैनन् ल है भने बेलामा उहाँ अलि लापरवाह हुनुभयो, फलत त्रिशुलीमा खसेर ज्यान गुमाउनु भयो। त्यस्तो नहोस्, उहाँको आयु 100 वर्ष होस्। हर्क साम्पाङजी अन्डररेटेड मैले किन भनेको भने मैले उहाँको स्ट्याटस हेर्छु, उहाँसँग बातचित गरेको छु। उहाँमा जुन देशभक्ति छ, देश परिवर्तन गर्ने हुटुटी छ, राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिको नलेज छ, वाकपटुता छ, त्यो असाधारण छ, असाधारण, एक्स्ट्रा अर्डिनरी हो। अब अलि ज्यादा गतिको टिम भनौँ नि। अब उहाँलाई अनावश्यक जातीय चार्ज लगाउँछन्, जुन बिल्कुल झुटो हो भन्ने कुरो समानुपातिक सिट चयन गर्दै देखाइदिनु हो। उहाँले 4 सिट चयन गर्दा कस्तो समावेशी बनाउनु हो। मलाई लाग्छ युवा पुस्तामा अहिले देखिएका सबै अनुहारहरूमध्ये सबभन्दा ब्रिलियन्ट, देशभक्त र भरोसा लायक व्यक्तित्व उहाँले आफूलाई सम्हालेर लानुभयो भने नेपालको सी हुने सम्भावना छ।